म हिरो भएको जस्तो र राजा ज्ञानेन्द्र भिलेन भएको जस्तो भयो र गणतन्त्र आयो भनेर गणतन्त्रको सरदार पुष्पकमल दाहालले जुन अभिव्यक्तिहरू दिए वास्तवमा त्यो एउटा केवल आत्मरतिमा मात्रै सीमित रहन्छ। त्यस्तो कुराहरू गणतन्त्र कसरी आयो भन्दाखेरि ठ्याक्कै उल्टो पूर्व राजा मतलब राजा ज्ञानेन्द्र हिरो र प्रचण्ड भिलेन त्यसमा पनि राक्षसकै भूमिकामा देखिएको अथवा भएको अवस्था भएकोले गणतन्त्र आयो। किनभने प्रचण्डले तेरो शिल्पेश मलाई नबुझाउन्जेलसम्म म तेरो जनता मार्छु भनेर उसले 17,000 मारिसकेपछि अति भयो भनेर राजा ज्ञानेन्द्रले एउटा हिरोको रूप रोलमा प्रस्तुत हुँदै उहाँले चाहिँ यसरी रगतमा लतपतिएको चाहिँ सत्ता मलाई चाहिँदैन भनेर नेपाली बचाउनका लागि उहाँले चाहिँ आफ्नो चाहिँ श्रीपेच जनतालाई बुझाएर चाहिँ त्यसरी चाहिँ उहाँ चाहिँ एउटा नागरिकको रूपमा एज अ नागरिकको रूपमा आउनुभयो। अन्तिम पटक राजा ज्ञानेन्द्रले राजाको रूपमा अन्तिम पटक पत्रकार सम्मेलन गर्दाखेरि नारायणहिटीमा उहाँले भन्नुभएको थियो श्रीपेच बुझाउने नेपाल सरकारलाई बुझाउने क्रममा श्रीपेचलाई चाहिँ नासोको रूपमा चिरकाल पर्यन्तसम्म सुरक्षित रहने गरी नेपाल सरकारलाई बुझाएका छौं भनेर उहाँले आफ्नो सम्बोधन गरेर त्यहाँबाट चाहिँ बिदा हुनुभएको थियो। अब कुरा आउँछ श्रीपेच फिर्ता कसरी हुने के गरी हुने भन्ने कुरा आउँछ। अब यस्तो अवस्था आइसक्यो कि फेरि उहाँले जनतालाई राख्न दिनुभएको त्यो नासो श्रीपेच अब फिर्ता लिने बेला आयो र श्रीपेच लगाउने बेला आयो र जनतालाई फेरि चाहिँ आफ्नो चाहिँ 240 वर्ष अगाडिदेखिको जुन एउटा लिगेसी छ पृथ्वीनारायण शाहलेबाट सुरु भएको लिगेसी राज संस्थाको शाहवंशी राजाहरूको त्यसलाई फेरि धान्ने बेला आयो र अब जनताको चाहिँ अहिले चाहिँ माग त्यही छ। ठूलो संख्यामा जनताहरू चाहिँ अब राज संस्था चाहियो भनेर जसरी आइरहेका छन् त्यसले गर्दाखेरि अब फेरि चाहिँ त्यो एउटा चाहिँ भिलेन असली भिलेन उसमा चाहिँ खालको छटपटी पैदा भएको छ। उनको पत्रकार सम्मेलनमा खालि एउटै कुरा राजा ज्ञानेन्द्र भन्ने जुन शब्द चाहिँ पटक पटक उसको मुखबाट आइरहेको छ। अब यो क्रममा एकदम गम्भीर कुरा म गर्न चाहन्छु। कुनै पनि अपराधमा शंकास्पद रहेको व्यक्ति अथवा संलग्न रहेको व्यक्तिलाई पहिलोचोटि प्रहरीले विभिन्न अब स्रोत आधारमा चाहिँ उसले समाउँछ र हिरासतमा राख्दछ र त्यसको छानबिनको चाहिँ प्रक्रियाहरू कम्प्लिट गरेर अदालतमा बुझाउने र अदालतले त्यसलाई चाहिँ छानबिन गरेर ऊ चाहिँ दोषी हो कि निर्दोष हो भन्ने कुरा त्यहाँ निर्कोल गरेर यदि दोषी रहेछ भने अनि उसलाई जेल चलान गर्ने त्यो खालको एउटा कानुनी प्रक्रिया हुन्छ। त अदालतले त्यसरी फाइनल त्यो डिसिजन नदिनुन्जेलसम्म त्यो मानिसलाई अपराधी भन्न मिल्दैन, अभियुक्त भन्ने चलन छ तिनीहरूलाई। त्यस्तो अवस्थामा पटक पटक प्रधानमन्त्री भइसकेको व्यक्ति, देशको कार्यकारी प्रमुख भइसकेको व्यक्ति यो कुरो चाहिँ कहिले पनि नगर्नु। तर यो अवस्थामा आएर उसले यसरी चाहिँ राजालाई चाहिँ दाजुको वंश विनाश गरेको हत्यारा भन्नु, मूर्ति चोर भन्नु, यसलाई चाहिँ कुनै पनि हिसाबले चाहिँ भ्यालिड गर्न सकिँदैन। त्यस्तो खालको यो एउटा अनैतिक चाहिँ चरित्रबाट चाहिँ यो आएको छ। एउटा प्रधानमन्त्री भइसकेको मान्छे को मुखबाट यो तहको भाषाहरू प्रयोग हुनु भनेको यो एकदमै निन्दनीय हुन्छ। यदि उसले जानेर गरेको हो भने अब ऊ आफै मानसिक रूपमा असन्तुलित भई त्यस्तो भाषाहरू बोलेको हो भने त्यसलाई चाहिँ फेरि मेडिकली जाँच गरेर चाहिँ उसलाई अब चाहिँ उपचारमा पठाउने र उसले बोलेको कुराहरूलाई चाहिँ अब त्यही हिसाबले लिइन्छ। अब चाहिँ हैन एउटा एकजना बिरामी मानसिक रोगीले कुनै चीज बोलेको कुरालाई चाहिँ त्यसरी चाहिँ कारबाही गर्न मिल्दैन, त्यो छुट पाउँछ त्यसले। अब त्यो हो भने त्यसरी आउनु पर्यो, होइन भने यो चाहिँ यसमा कानुन
का दफाहरू फेरि यसमा चाहिँ आकर्षण हुने कुराहरू हुन्छ। अब यसलाई अब एउटा फोटो जलाउँदाखेरि त अब पुलिसले चाहिँ पक्रिएर फोटो जलाउने मान्छेलाई कानुनी प्रक्रियामा ल्याउँछ भने एउटा चाहिँ पूर्व राष्ट्र प्रमुख भइसकेको व्यक्तिलाई बिना आधार बिना प्रमाण चाहिँ हत्यारा भनेर त्यो पनि पत्रकार सम्मेलन गरेर भन्नु भनेको ऊ त सिधै जेल जाने कुरा आउँछ त्यहाँ। तर अब एउटा चाहिँ सोसल मिडियाबाट एउटा सामान्य चाहिँ त्रुटिपूर्ण कमेन्ट गरेको भरमा कुनै एउटा चाहिँ मिस्टेक गर्यो भने उसलाई चाहिँ अथवा बोल्यो भने अब साइबर क्राइम लाग्ने कुराहरू हुन्छ। त्यो चाहिँ अब स्वाभाविक हो। एउटा प्रधानमन्त्री भइसकेको व्यक्तिले त चाहिँ त्यसरी त्यस्तो खालको ल्याङ्ग्वेज प्रयोग गरिरहेछ भने हामी सामान्य मान्छेले हामीलाई पनि चित्त बुझ्दैन, उसलाई चित्त नबुझेन हामीलाई पनि चित्त बुझ्दैन नि त। नबुझेपछि हामीले पनि त्यसको एक्सनको रियाक्सन देखाउनु स्वाभाविक हो। त्यसलाई अन्यथा मैले लिन्न, त्यो कुरा छ नै छ। तर अर्कोपट्टि तपाईँ अर्को पाटोपट्टि हेर्नुहोस् महाराज धीराज सरकारको, उहाँले कसैलाई पनि व्यक्तिगत रूपमा कसैलाई पनि गाली गलोज कसैमाथि असन्तुष्टि उहाँले आजसम्म त्यस्तो खालको जाहेर गरेको अभिव्यक्ति गरेको कुराहरू आएकै छैन, हामी देखेका छैन हामीले, र उहाँले त्यो गर्नुहुन्न। एउटा फरक चाहिँ के रहेछ भने एउटा राजा र एउटा नेता बीचमा चाहिँ राजनीतिक दलको नेता बीचमा चाहिँ फरक चाहिँ यसरी बुझ्न सकिँदो रहेछ। अब राजालाई यति हिसाबले उनीहरूले यस्तो तहबाट चाहिँ गाली गलोज गरिरहेछन्, राजा चुप्पो लाएर बस्नुभएको छ। उहाँ चाहिँ जनताको माझमा आउँदाखेरि खालि नमस्कार गरिदिँदाखेरि पनि जनता चाहिँ यसरी पछि लागेको कारणले गर्दाखेरि जनताले वास्तविक सत्य के हो, वास्तविक देशलाई चाहिने चिज के हो भन्ने कुरो महसुस गरेर नि जनताहरू अब राजा पछ्याउन राजा खोज्न थाले होइन, यो कुरो छ। त्यसले गर्दाखेरि अब राजाले म राजा हुन्न, मेरो परिवार अब राज संस्था चाहिँ अन गर्दैन भनेर राजाले छोडिदिए पनि यो देश बन्छ त बन्दैन। यो देश त तपाईँको आज नभए भोलि, भोलि नभए पछि, पछि नभए निकोर्सी, निकोर्सी नभए अझै पछाडि यो देश त यिनीहरूले लुटेर रित्तो पार्ने नै हो होइन, रित्तो पार्ने नै हो। त्यसले गर्दाखेरि अब राज संस्थाको चाहिँ पुनर्बहाली चाहिँ त्यो एक किसिमले कन्फर्म जस्तो भइसकेको अवस्था छ। जनताले त्यसलाई त्यसरी लिएको कारणले गर्दाखेरि अब राज संस्था फर्किन्छ र राजा ज्ञानेन्द्र पुनः राजदरबारमा फर्किनुहुन्छ, राजगद्दीमा बस्नुहुन्छ, श्रीपेच लगाउनुहुन्छ भन्ने मैले चाहिँ बुझेको नर्मल अहिले चाहिँ जुन अवस्था छ त्यसबाट बुझेको चाहिँ कुरा थियो। तर अब यति सबै गरिसकेपछि यिनीहरू के गर्ने, यत्रो चाहिँ 17,000 मान्छे मारेर आएको छन्, अनि अब पटक पटक राज्य सत्तामा पुगेका छन् होइन, यत्रो चाहिँ अब भ्रष्टाचार गरेका छन्, अब के गर्छन् भन्ने कुराहरूको जुन विषय छ। अब यसमा चाहिँ भर्खर चाहिँ त्यो एक ट्रक पैसा चाहिँ जुन यता काठमाडौँतिरबाट चाहिँ उता तातोपानी नाकातिर जाँदै गरेको अवस्थामा पक्रियो भन्ने छ। त्यसमा चाहिँ युरो र डलर मात्रै छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ के देखिन्छ भनेपछि यदि त्यो पैसा काठमाडौँ आउँदै गरेको भएदेखि त्यसको अर्कै अर्थ लाग्थ्यो, र त्यो पैसा भारतीय रुपियाँमा अथवा नेपाली रुपियाँमा थियो भने पनि त्यसको अलग्गै अर्थ लाग्थ्यो। तर त्यो पैसा डलर र युरोमा आउनु अनि त्यो पैसा चाहिँ नेपालबाट बोर्डरतिर बाहिर जाँदै गर्नुको अर्थ के हुन्छ भने त्यो पैसा चाहिँ थर्ड वर्ल्ड कन्ट्रीमा होइन, चाहे त्यो युरोप, चाहे अमेरिका, अस्ट्रेलिया, क्यानाडा, कतै त्यो पैसा जाँदै थियो। यसको अर्थ के हो भने गणतन्त्रका चाहिँ जुन लुटाहरू छन् उनीहरूमा चाहिँ एक खालको कन्फर्मेसन भइसक्यो। अब चाहिँ राज संस्था फर्किन्छ, अब हाम्रो भविष्य छैन, अब हामीलाई कि यिनीहरूले कानुन बनाएर झुन्ड्याउँछन् कि हामीलाई अब आजीवन लगेर जेलमा कोच्छन् र हाम्रो चाहिँ सम्पत्ति सबै यिनीहरूले राज्यमा रिटर्न गर्छन्। त्योभन्दा बरु सबै सम्पत्ति र बालबच्चा लिएर चाहिँ विदेश भाग्न सुरक्षितसँग भाग्न पाइयो भने हाम्रो चाहिँ सन्तानको हाम्रो वंशको चाहिँ गुन्जाइस हुन्छ, नभएदेखि हुँदैन भन्ने हिसाबले यिनीहरूले सम्पूर्ण आफ्नो धन सम्पत्तिहरू सिफ्ट गरिसकेका छन्, गर्दैछन् कति होइन। यिनीहरू एउटै पर्खाइमा छन्, चाहिँ सकेसम्म गणतन्त्रलाई चाहिँ टिकाउन पाए हुन्थ्यो भन्नेमा उनीहरू छन्। तर त्यो अब लगभग त्यो चाहिँ असम्भव जस्तो भइसक्यो। अब चाहिँ राजा ज्ञानेन्द्रको फेरि अब चाहिँ गोर्खाबाट के सन्देश आउँछ, त्यसबाट पनि ठुलो तरङ्ग उत्पन्न हुनेछ
मलाई लाग्छ सायद अब यदि उहाँले गोर्खाबाट चाहिँ फेरि सम्बोधन गर्नुभयो, जनताको नाममा फेरि सम्बोधन गर्नुभयो भने लगभग यिनीहरूको त्यहीँबाट अन्त्येष्टि सुरु हुन्छ र यिनीहरू देश छाड्छन्। कति छाड्छन्, अब देश छाड्ने क्रमहरू चलिहाल्यो भने त फेरि अब हस्तक्षेप बढ्ला, यताबाट फेरि तुरुन्तै अब समाउने भन्ने कुराहरू पनि होला। तर यिनीहरू भाग्छन्, त्यसरी भाग्छन्, देशमा बस्दैनन्। त्यो भएको कारणले गर्दाखेरि त्यो पैसा मेरो बुझाइमा अब नेपाल सरकारको सुरक्षा निकायलाई त त्यो कुरो पूर्ण जानकारी भइसकेको छ, किनभने 24 घण्टाभित्रमा त्यो पत्ता नलाग्ने भन्ने कुरै छैन। ड्राइभर समाएको छ होइन, पैसा सबै समाएको छ, कहाँबाट आएको के त्यो उनीहरूले भन्दैन। सुरक्षा निकायहरू पनि सबै अब राजनैतिक दलको भाग बन्डामा होइन, नेताको चाकरी गरेर हुने खालको कुरो छ। अब उनीहरूको सत्तामा छन् अझैसम्म त, त्यसले गर्दाखेरि उनीहरू डराउँछन्, भन्दैनन् यो कुराहरू। तर हामीले बाहिरबाट देख्दाखेरि हाम्रो मूल्याङ्कन चाहिँ त्यो हो। अब सुरु भइसक्यो, गणतन्त्रका चाहिँ महाराजा छोटे राजाहरू आफ्नो धन दौलत चाहिँ यहाँबाट बाहिर इभ्याकुएसन गर्न थालिसके भन्ने कुराको चाहिँ त्यो एउटा चाहिँ सङ्केत हो भन्दै अहिलेलाई यहीँ बिदा हौँ।